पैसालाई ढाड चाहिँ अब कमिरो बनाउने के यो बनाउने यो भिडियो घुमाएर जस्तो मान्छे त्यसै घुमाउनु सबै गर्दा मुक्का मुक्का
सबै गर्न कमिरो कता हो खै तपाईले लिएको त्यो यहाँ लेछ नि कुवा पानीलाई बनाउनु पर्थ्यो कुवा बार्ने हो छासले अलि बारे हो पानीको यता हो लिङ्गो गाडे त अब उता लिङ्गो गाडे लिङ्गो गाडे अब लिङ्गो त्यो हिजो ढाकेको ढाके छैन सबै एकन्दा ठाउँमा गरेर पहिला सिला लिन्न त्यसो कुनैले पनि लिन्न हेलो गुड मर्निङ सिनियर म अहिले अहिले त्यो गर्दा राम्रो होला के त्यही गर भाइ त्यही गरम भयो त्यही भयो है त्यही गरम भयो त मेरो सेनियर नमस्कार थामा मेरो नाम बताइर त्यही भन्छ अब बलदेव घरची हाम्रो ससेमुखे चलन बुढाहरू हटिनेबाट यहाँ ठमना गरेको पहिले उ गरेको हाम्रो डुकरबन्धबाट आएको हाम्रो उ भएर हाम्रो बाउबाजेहरूले ठमौटी गरेर हामीले उनले हाम्रो कुलै मण्डली भनेर हामीले मानेको छौँ अहिले राम्रो भएकै छ कति वर्षमा गर्ने 3 वर्षमा अब कोरोनाले गर्दाखेरि 5 वर्षमा गरिरो त्यो कोरोना नदिएर हटी हो ल अब हाम्रो अर्गेजा घटी मगर लिनुहुन्छ कि अर्गेजा मगर मात्र लिनु अर्गेजा घरती मगर बुढाहरूले घरती लेख्दै त अब घरती मगर भन्नै पर्यो नि अर्गेजा लेख्दै भए ऊ अर्गेजै हुन्थ्यो के बुढाहरू लाटो भइरहेको अब अड्डैमा त्यही छ झाँक्री राखिन्छ अब गरङ थापिन्छ अब झाँक्रीको अलग भाइको अलग कि भर चाहिँ अब नाङ्लोमा अब जुनसुकै उसले सेल्फी बुढीको अब ऊ जस्तो अब उमा सोलीमा हालेर लुकाएर लग्छ नाङ्लोल छोपेर हामीले गरङ यहाँ लिन्छौँ ठमाउटी कोहीले सिला भनेर अब खोलामा ढुङ्गा ल्याइरहनु त पुज्छन् हामीले त्यस्तो छैन हाम्रो बाबुबाजेहरूले हेमा यस्तो ठमाउटी गरेर यहाँ पुग्नेछन् पुज्दैपछि हामीले उहाँ भाले काट्छौँ बेलुका अब गरङमा भाले काट्छौँ अब अघिनामा भाले काट्छौँ त्यो गरङ झाँक्रीको उहाँ बस्छ हाम्रो गरङ चाहिँ यहाँ थानमा लिएर राखिन्छ बत्ती बालेको टेस्टी बालेको ज्वाइँले फेरि उहीँ घर लगेर बल्ल मूलकुट्टामाले चेल्बे बुढालाई कसिलो लाग्छ त्यही पनेराबाट ठुन्चीमा घालेर नाङ्लोल देख्छ भने नाङ्लोल ढाकेर लागेको त्यही हो हामीले हाम्रो बाबुबाजेले ठमौटी गरेको यही छ हामीले यही गर्दैछ ठमौटीमा आइन्छ गरिन्छ अहिलेसम्म भएकै छ त्यहाँदेखि अबदेखि हुने के हो ल ठिक छ
परि त एउटा बोरामा बेच्थ्यौँ साला अब यस्तै समय जाने होला नि होइन के त बोल्दा के साला दिएन हुन्छ क्या
अब एकछिन नाम
यहाँ हाम्रो अर्गेजा भाइ समूह एउटा समूह खोलिएको छ। त्यो समूहको अध्यक्ष मेरो नाम जेठबहादुर अर्गेजा मगर, मालिका गाउँपालिका वार्ड नम्बर 4C। हाम्रो यो यहाँ 4 पुस्ता भएको रहेछ। बागलुङ जिल्ला साबिकको खुङ्गा गाविस लुगरवन भन्ने गाउँ, हाल ढोरपाटन नगरपालिका वार्ड नम्बर 4 लुगरवनबाट हाम्रो 4 पुस्ता पहिला यहाँ बसाइसराई गरेर आएको रहेछ। अनि अहिले यो 4 पुस्तामा हामी 40 घर पुगेको रहेछौँ है। 40 घर यहाँ त छैनौँ होइन, कोही कहाँ कोही कहाँ है। र हामीले प्रत्येक 3 वर्षमा कुलपूजा गरिन्छ। अब अहिलेको कुलपूजा भव्य र सभ्य एकदम राम्रो भयो। अब हामीले फेरि आउनु 3 वर्षमा फेरि पूजा गरिन्छ। अब अरू त ठिकै छ, यति नै हो। यो कुन बार पारेर के यो यस्तो बार त यो ज्येष्ठी पूर्णिमा जे बार पर्छ, जुन दिन पर्छ, जेठमा पनि पर्न सक्ने भयो, असारमा पनि पर्न सक्ने भयो। बारसँग नि सम्बन्ध होइन, सम्बन्ध के को भयो भने ज्येष्ठ पूर्णिमाको मात्रै सम्बन्ध, जुन दिन पूर्णिमा पर्छ त्यही दिन गरिन्छ। अब हामीले पहिला कुलपूजा जो जेठो मान्छे घरमा बाटा गरिन्थ्यो होइन, अनि हामी भाइहरूको रोगरमा सल्लाह भएपछि यस्तो साझा भवन बनाइयो है। अब यो साझा भवन बनाउँदा बेला अब आर्थिक सहयोग आयो, भौतिक सहयोग आयो, सुझाव सल्लाह सहयोग आयो होइन। यसो सल्लाह सुझाव दिनुहुने, आर्थिक सहयोग गर्नुहुने, भौतिक सहयोग गर्नुहुने सबै दाजुभाइ बन्धुहरू इष्टमित्रलाई यो MacDnews.com मार्फत धन्यवाद दिन चाहन्छु। नमस्कार, म चित्रबहादुर घरती मगर। अर्गेजा हो खास, त्यो दर्ता गरेको छैन, यसमा गर्दैछौँ। र हाम्रो सबभन्दा पहिला कुरा त म भन्न चाहन्छु, जे जति संरचनाहरू बनाइएको छ, भौतिक संरचनाहरू बनाइएको छ, ती व्यक्तिहरूले कति सहयोग गरेको छन्, ती सहयोगी व्यक्तिहरूलाई मैले सबभन्दा पहिला नमस्कार। त्यसमा उपस्थित सम्पूर्ण भाइ बन्धु, छोरी चेली बेटी इष्ट मित्रलाई फेरि पनि सबैलाई नमस्कार। अब अर्को फेरि 3 वर्षपछि यस्तै किसिमको भेटौँ, कसैलाई चाहिँ अब नराम्रो अपजहरू नहोस्। यी कुलकुलानहरूले सबै छोरी चेली हाम्रो इष्टमित्र सबैलाई चाहिँ एकदमै उहाँहरूलाई पनि जे जति फलिफाप दिनुभएको छ त्यो पनि उहाँहरूलाई पनि भाओस्, इष्टमित्र सम्पूर्णलाई। र म धेरै लामो बोल्न चाहन्न, किनभने भौतिक संरचनाहरू बनाउने हाम्रो उस गर्ने सहयोगी व्यक्तिहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र त्यो सहयोगी हातहरू यस्तै फैलियोस् र भोलि बिहान पनि यस्तै किसिमको सहयोगहरू आओस्। तेजेन्डा अर्गेजा घरती मगर हो, तर मैले मेरो बाजेहरूले चाहिँ जति पनि संरचना गर्नुभएको छ, जति पनि व्यवस्थापन गर्नुभएको छ, जति पनि अगाडि बढ्नुभएको छ, उहाँहरूको लागि चाहिँ मैले तलमाथि भन्दैन र म तलमाथि गर्न पनि चाहन्न। उहाँहरूलाई नै मैले एकदम प्राथमिकता दिएर, मेरो बाजे जेठबहादुर घरती मगर अध्यक्ष हुनुहुन्छ। मेरो नाम यामबहादुर अर्गेजा घरती मगर। म यही गाउँबाट 2035 सालमा बसाइसराई गरेर हामी बरुवा गाविसमा बसोबास गरेछ। अहिले छैन महिना नगरपालिका वार्ड नम्बर 3 मा बसिरहेको छु म, मेरो घर त्यहीँ छ। अनि अहिले हाम्रो फुल पूजाको कार्यक्रम, फुलपूजा गर्ने कार्यक्रम हुँदाखेरि म यहाँ आएको, सबै दाजुभाइसित भेटघाट भयो, कुलपूजा गरियो। हाम्रो कुलपूजा गरेपछि हामीलाई कुलदेवताले रक्षा गर्छन्, हाम्रो राम्रो हुन्छ हामीलाई। यही अब जेठे पूर्णिमा हामी लगभग 3 वर्षमा
जहाँबाट भने हामी टाढटाढाबाट जम्मा भएर फुल पूजा गरिन्छ हामीले दाजुभाइ सबैजना जम्मा भएर ल थ्याङ्क यू